नमस्ते, मेरो नाम सुभाष चन्द्र ढुङ्गाना। म शेयर विश्लेषक तथा लगानीकर्ता। म आज शेयर मार्केट सम्बन्धी तपाईहरुले राख्नुभएको प्रश्नहरू सम्बन्धी चाहिँ छलफल गर्नेछु। पहिलो प्रश्नतिर जाउँ। यसपटकको बुल रनलाई फन्डामेन्टल र टेक्निकल आधारमा हेर्दा के कुराले कसरी साथ दिइरहेको छ? विगतको बुल भन्दा यसपटकको बुल रनमा चारित्रिक रूपमा केही विशेष फरक पाउनु भएको छ भने के छ? बुल रनमा चाहिँ फन्डामेन्टल्ली तथा टेक्निकल्ली दुवैले सपोर्ट गरिरहेको हुन्छ। योभन्दा अगाडिको बुललाई हेर्छौँ भनेदेखि त्यसमा चाहिँ मोर टेक्निकल्ली बुल देखिएको थियो। पहिलाको बुलहरुमा चाहिँ हाई क्याप कम्पनीहरु र फन्डामेन्टल्ली कम्पनीहरु सेक्टरहरु चलेको देखिन्थ्यो भनेदेखि 1100 बाट चाहिँ 3227 सम्मको लाग्दाको त्यो प्रिभियस बुल हेर्छौँ भनेदेखि चाहिँ उदाहरणको लागि भन्दाखेरि चाहिँ बैंकिङ सेक्टरहरु त्यति राम्रोसँग चल्न सकेका थिएनन् र अहिलेको उसमा हेर्छौँ भनेदेखि चाहिँ अहिलेको सुरुवाती चरणमा चाहिँ नन फन्डामेन्टल लो क्यापले सुरु गरे पनि बैंकिङ सेक्टरहरु जो चाहिँ अलिकति हाई क्यापका हुन् उनीहरुले पनि साथ दिइरहेको चाहिँ देखिन्छ। त्यो हिसाबले तपाईले चाहिँ टेक्निकल्ली चार्टलाई पनि हेर्दै त्यसमा फन्डामेन्टल्ली कुराहरु पनि जोड्दै चाहिँ लैजानु भयो भनेदेखि बुल रनको चाहिँ असली मजा लिन सकिन्छ।